आज चाहिँ हामी दिदीभाइ भएर माथि घुम्न जाने सल्लाह गरेर हामी उकालो बाटो भएर जाँदैछौँ। आज होलीको दिन भाइहरू पनि कामको लागि छुट्टी बस्नुभएको भएर हामी कहाँ जाने भन्ने सन्दर्भमा गुम्बातिर लाग्दैछौँ है त हामी चाहिँ। यता नि दिदी पहिला पहिला यहाँ 4 बजे जान्थ्यौँ कि यहाँदेखि उहाँदेखि गुम्बा पुग्थ्यौँ। गुम्बा मर्निङ वाक होइन काम गर्नुलाई। ए काम गर्नु यस्तो रहेछ ठाउँ। गोठाडार भन्ने ठाउँमा पुगिन्थ्यो। अप्पै हिँडेर त होइन होला। हिँडेर है यहाँदेखि हिँडेर के भन्छ यो भाइले मलाई? सिरियसली यो बाटो देखेछ नि, यो उते देखेछ नि। तपाईँले भनेको गुम्बामा पुगिन्छ कि ठ्याक्कै। यताको बाटो चाहिँ हजुर यताको बाटो चाहिँ त्यो गुम्बा पुगिन्छ। ए यस्तो रहेछ यताबाट आउँदाखेरि चाहिँ। मैले गाडी नलिएर ठिकै गरेछु भाइ। भने लडाएर मलाई त अफरोडले त यति हेप्छ कि अलि मोटाएर 75 केजी जति हुनुभएको चाहिँ हुन्थ्यो होला। बाटो यस्तो रहेछ गुम्बा जाने। उयो माथि देखेको हो भाइ। अब गुम्बा छल्ले रहेछ अहिले चाहिँ। केही दिन यतादेखि मेरो घाँटीमा अलिक समस्या आएको भएर म अलि रेस्ट टाइममा पनि बसिरहेको थिएँ। अनि यो उकालो बाटो हिँड्न गाह्रो भइरहेको थियो। अनि भाइलाई म चाहिँ जिस्काउँदै हिँडिरहेको थिएँ। लगभग अब भने चाहिँ अलि मेरो यो घाँटीमा समस्या आएको पनि अलि ठिक हुँदै गइरहेको अवस्था। अनि यस्तो घुम्न गइरहेको छौँ। बादल लाग्दैछ अनि मौसम पनि ठ्याक्कै चिसो हुँदैछ जति माथि गए पनि। तर हामीलाई माथि पुग्न नै थियो। के रोपेको रहेछ हामीले। यताको बाटो भइरहेको हामी। यसो जाने रहेछ हामी। उकालो बाटो है भाइ। सस्ता बढेको छैन नि होइन दिदी? जोस् 2-3 गियरमा उकालो त पछाडि नै सरेर रोकिँदैन पनि। यहाँ हेर्नु भाइ हाम्रो गाउँतिरको जस्तै घर यहाँ यो है। मजौलीतिर त्यस्तो छैन त्यो छ नि। तले त्यो घर थियो नि एउटा सिनकौली साउको। कहाँनिर? डाँडा गाउँमा। सिनकौली साउको हो र छ त अहिले पनि। अगाडि हिँड्नु त भाइ। रमाइलो छ भाइ हिँड्नु? हजुर रमाइलो छ हिँड्नु? रमाइलो त रमाइलो दिदी। गाडी हिँड्दैन गाउँ गइयो भने त बाटो। आज 4 पाङ्ग्रे भएर के हिँड्नु? 2 पाङ्ग्रे भएर हिँड्नु भनेर भन्ने। हाम्रो जाने ठाउँ चाहिँ यहाँ माथि हो तर छल्लिएको छ। रमाइलो सल्लाहघारीहरू आयो। यो पाखा चाहिँ सेम गाउँ जस्तो छ है। हो हाम्रो रौतापट्टिको जस्तैहरू देखिँदैछ। पाँच भिर छ। अरू के यो ठाउँमा चाहिँ म सेकेन्ड टाइम पुगेँ। फर्स्ट टाइम म सुटिङको बेलामा मेरो एउटा गीतको सुटिङको समयमा पुगेको थिएँ। तर म चाहिँ बिर्सिएको रहेछु कि यो ठाउँलाई। म भाइलाई सोधिरहेको थिएँ, भाइ यो ठाउँ कुन हो भनेर सोध्दै थिएँ कि भाइलाई। कस्तो अचम्म लागेको कि मैले बिर्सेछु। अनि पछिबाट याद आयो कि यता माथि जाने जुन यहाँबाट यता माथि जाने साइड देखाएँ नि, यो साइड देख्दाखेरि मात्रै याद आएको कि हामी सुटिङमा गएको थियौँ। हामी माथि तारेभिर भन्ने ठाउँ भन्ने याद भयो। म चाहिँ धेरै अगाडि गएको भएर याद नभएको हो खासमा। फेस देखाएर म भिडियो बनाउनु पर्ने छ क्या भाइ। किन भन्नु न? किन? म सोध्छु नि फेरि। किनभने एउटा मान्छेले मेरो फेस देखाउनु भन्ने छ के। फेस रिभिल
चाहिएको छ अरे अनि मलाई खोज्नुहुन्छ अरे साह्रै आपत परेछ अरे रिजन छ के एउटा त्यो रिजन चाहिँ पछि खुलाउने उहाँलाई चाहिँ के भनेर चिन्दो रहेछ भने भरौटे महारानी भन्दो रहेछ होइन त्यो चाहिँ थाहा छैन के भन्यो मलाई पनि थाहा भएन अनि बिना रिजनै खोजिरहेछ मेरो फेस हेर्नलाई अनि यस्तै छ है मेरो चाहिँ फेस नझुकेस् भनेर देखाइदिनु ल त्यस्तो होइन के यतिको मान्छे चाहिँ कहीँ हेर्नु पाइँदैन नि फेरि भनेर बिल्ला गरेको है यहाँ मलाई भाइले गरेको होइन के दिदी पानी पर्ला पर्ला जस्तो भयो बस्ने ठाउँहरू निस्किने ठाउँहरू रहेछ यता यहाँभित्र चाहिँ यस्तो रहेछ तर अहिले चाहिँ बन्द भइसकेको छ हामी घुम्ने बेला चाहिँ होलीको माहौल एकदमै धेरै चापाचाप थियो मान्छेहरू धेरै हुनुहुन्थ्यो सबैजना नाचिरहनु भएको थियो रङ खेलिरहनु भएको थियो तर अहिलेसम्म मैले चाहिँ रङ खेलेको छैन मतलब होलीमा यसरी खेलेको छैन अनि मलाई यो कलरको चाहिँ एलर्जी पनि छ त्यो भएर म खेल्दिनँ भने म फर्केको घुम्नु आएको रे पानी पर्न लाग्यो यस्तो मध्येर भयो भाइले घुमाउनु ल्याएको घुम्न त घुम्यो मान्छे नै बढी रहेछ घुम्न पाइएन त्यति राम्ररी अब हिँडेको फेरि क्या मेरो टेस्टिङ गर्न आएको खासमा मेरो गोप्रो टेस्ट गर्नै पाएन पानी पर्न थाल्यो मलाई निकाल्नै मन लागेन बडो माया गर्छु क्या मेरो गोप्रोलाई झोलामै छ क्याप लगाएर आएको क्याप अड्काएर हिँड्नुहुन्थ्यो मान्छे बेसी छ क्या आज त घुम्नै पाएन च्याउ लाग्यो त्यसले पनि घर जाने बाटो बिर्सेछ आज होलीले गर्दा त्यो चिल एक्लै घुमिरहेछ कि त्यहाँ बस्नु हो नि त्यति सानोमा चाहिँ बस्नु पर खिचेको मैले यस्तो मतलब कहाँ बक्तपुरतिर हेर्दाखेरि यो चाहिँ फाइनली आइफोनबाट है फेरि बेचे थिएन कि होइन यस्तो फेरि मैले भ्लग बनाएँ भने त फेरि त्यो डोना थापाहरू पनि भ्लग खान्छ र गर्नु मन लाग्दैन क्या म त छुट्टै भइगयो भने भाइले मलाई कहाँ घुमाउनु ल्याएको आज भन्नु न यता गोकर्णेश्वरको मासतिर उमा गुम्बा लग्यो गोकर्णेश्वर अनि किन आत्ती मात्र भन्नुभएको त गोकर्णे भन्ने तर गोकर्णेश्वरको मन्दिरतिर लगेको गुम्बामा चाहिँ जाम भनेर गएको पानी परेर असिनाले टाउकोमा हानेर फर्केको फेरि हान्दैछ असिना चाहिँ परेको छैन यहाँको कुखुरा फार्म पनि उठाएछ हजुर यहाँ त खत्रै लोकल मात्रै पाउँथ्यो नि यो क्यामेरामा पानी चाहिँ देख्दैन रहेछ है देखाइदिनु पर्थ्यो सानो खाना त देख्दैन यस्तो गर्दा पनि देखिँदैन रहेछ ठुलै पर्नुपर्ने हातमा त परेको छ नि परिरहेको हाम्रो गाउँतिरको गाईको बाछा जता त कुकुरै हुन्छ काठमाडौँमा फाइनली गाई टोक्दैन अनि यस्तो हुन्छ गाई आउँछ फेरि मलाई गाइस कुकुर देखेर मलाई डर लाग्यो है कुकुर त्यहाँ देख्न सक्नुहुन्छ गाइस ऊ त्यहाँ ऊ हाम्रो दिदी भन्दा पनि ओइटी छ त्यो अनि म पनि बोल्नु चाहिँ मन लागेको छैन हाम्रो यो त खै कुन कुकुर हो कुकुर चाहिँ कुकुरै हो है त्यो अनि त्यो जुत्नायो भने सकिँदैन नि त हामी त पानी परेको दिदी अब यो थोपाम गर्नु थाल्नु भएकोलाई है
डराएछ कुकुर डराइसक्यो गाइस भन्ने हामी दुईजना देखेर डराएछ कुकुर तर अलि चङ्गे चङ्गे देखेको के हो खोइ त्यस्तै छ यो मोबाइल अलिक गरम हुँदो रहेछ थाक्दो पनि रहेछ है फेरि अरू त्यो होइन थाकिदो पनि रहेछ अब भाइले हजारा मारौ यो पनि रेस्टुरेन्टै हो फेरि ए अघि आउँदा देखेको थिएँ मैले देखिरहेको थिएँ रहेछ आज खाना मान्छेहरू डान्स गरिरहेको थिए अघि त्यहाँ यहाँनिर अझै गर्दैछ यता चौरीमा हो यतापट्टि थियो सरेछ भाइ ल इन्डिङ गर्नु यो चाहिँ इन्डिङ हान्नु भन ल भाइले गर्दै हुनुहुन्छ क्या आज म नगर्नु के फाइनली गाइस अब पानी परेको कारणले चाहिँ हाम्रो भ्लग चाहिँ यहाँभन्दा अगाडि कन्टिन्यू हुन सकेन अब के कस्तो लाग्छ तपाईँहरूलाई अब एकदम माया र साथ सपोर्ट दिनु होला हाम्रो दिदीलाई भन्दै म यो भ्लगलाई यहीँ इन्डिङ गर्छु है बाई बाई गाइस ल